संस्कृतमै भन्न पाए त अझै म त्यसलाई जोडिदिन्थेँ के गर्ने त्यो चाहिँ लिमिटेसन भएर सो अहिले युजिङ नेपाली है त मैले हुन त सायद गइसक्नु भयो अनुरोध गरिरहेको थिएँ सर मलाई एउटा प्लेनरै दिनु न भनेर के है किनकि हाम्रो रैथाने यहाँ दिगो विकास यो चाहिँ छ अलिअलि यतैतिर काम गरेर भन्दा त्यो न्याय होला भन्ने मेरो अपेक्षा थियो मैले सर होइन ठिक छ अरू संस्थाबाट आउने सरहरूलाई म्याडमलाई प्रायोरिटी दिउँ भनेपछि त ठिक छ भन्ने हिसाबले तैपनि यो अवसरलाई चाहिँ मैले प्रयोग गर्न चाहेँ अनि अर्को मेरो प्रश्न यो चिज पनि फेरि हामी सँगै छौँ होइन अङ्ग्रेजी साहित्य भाषा यो हिसाबले सँगै पनि कता कता यो फेरि हजुरहरूलाई थाहै होला विद्यावारिधि त पिएचडी इन एजुकेसन विषयको डिभिजन पनि यो शिक्षामै राखिदिनु आउँथ्यो कि होइन शैक्षिक हिसाबले त्यो कुराहरू अझै एक्सप्लोर गर्न सकिन्थ्यो कि भनेर एनिवे वी अल बिलोङ टु द सेम एकाडेमी हामी सबै केही छैन विषयको मैले थोरै एउटा कन्टेक्चुअलाइज गरेको मात्रै विषय सन्दर्भ प्रस्तुत गरेको मात्रै र जुन इनपुट तपाईँहरूबाट आउन सक्छ सायद होइन सायद अरू सेक्सनबाट एनिवे त्यस कारणले हजुरहरूलाई थाहै छ मैले जति जाने बुझेँ जुन हदसम्म सकेको छु एउटा प्रयास हाम्रो क्लासिकल शास्त्रीय ग्रन्थहरू भएको कुरालाई नै खोज अनुसन्धान गरेर किन होइन नेसनल्ली ग्लोबल्ली एउटा एकाडेमिक प्लेटफर्ममा किन सेयर नगर्ने यसलाई प्रवर्धन किन नगर्ने भनेरै लागिरहँदाको कुरामा दिगो विकासको दृष्टिकोणमा को लागि चाहिँ भगवत गीताको दृष्टिकोणबाट हेर्दा के छ त भनेर अलिकति खोज्ने प्रयास गरेको हो यसभन्दा अगाडिको विभिन्न सत्रमा पनि विज्ञहरूले कुराहरू राखिसक्नु भएको छ तपाईँ हामीलाई पनि लाग्छ बेला मौकामा कि वास्तवमै हामीसँग ज्ञानको चाहिँ भण्डार मूल ज्वरो नभएको होइन है त्यसलाई समयमा खोज प्रवर्धन विकास गर्न नसकिएको अवश्य हो त्यसै कारणहरू विविध होलान् र पछिल्लो समय खुसीको प्रयोग के छ भने हामी त्यसमा विभिन्न तह तबकाबाट लागिरहेका छौँ र अझ विशेष गरी हामी प्राज्ञिक क्षेत्रमा रहेको मुख्य दायित्व दिँदै त्यसले एउटा खुसीको सन्तोष पक्कै दिन्छ र अर्को थोरै यहाँ देख्नुभयो हामी सुदूरपश्चिममै अथवा नेपालमै जहाँ जहाँ भए पनि अहिलेको समस्या के छ कि यो ग्लोबलाइज कन्टेक्स्टले विश्वव्यापीकरणले गर्दा विभिन्न प्रविधिको विकासले गर्दा वी आर हर्ड हामीले गरेको काम चाहिँ होइन देखिन्छ सुनिन्छ पुग्छ के ढिलो चाँडो त्यसैले यो लेटेस्ट न्युज नै हो यहीँ रहेर थोरै दिगो विकासको लागि चिन्तन मनन सानो प्रयास गरिरहँदा पछिल्लो समय यो युएन अन्तर्गत चाहिँ उच्च शैक्षिक संस्थाहरूको एउटा संस्था छ यो हायर एजुकेसन सस्टेनेबिलिटी इनिसिएटिभ हेसी भन्ने होइन यो देशा भनेको युनाइटेड नेसन अन्तर्गत नै डिभिजन अफ इकोनोमिक्स एन्ड सोसल अफेयर भन्ने संस्थामा मैले हाम्रो युनिभर्सिटीले रिप्रेजेन्ट गरेँ त्यसको एउटा संस्थागत सदस्य भएको थिएँ अनि अराउन्ड 5 इयर्स भयो होला उनीहरूले एउटा दिगो विकासको नाममा चाहिँ युएनले त पक्कै पनि सबैले उत्तिकै स्पेस दिने भयो प्रवर्धन गर्ने खोज्ने भयो त्यही क्रममा मैले एउटा उनीहरूले फर्म खोलेको थिएँ त्यसमा मैले अप्लाई गर्दाखेरि एउटा मेम्बर रूपमा पनि म सेलेक्ट दिने अवसर पाएको थिएँ त्यस कारण यो लोकल टु ग्लोबल के होइन लोकल हामी जे भन्छौँ नि त त्यो सन्दर्भ तपाईँ हाम्रो लागि पक्कै पनि खुसी डायग्राम रूपमा राखेको हो सेल्फ प्रमोसन यस त्यसैले फेरि अहिले बताए जस्तै भगवत गीतालाई मैले अलिकति हाम्रो सनातन हाम्रो आफ्नै पूर्व दर्शनको एउटा ग्रन्थ भएको हुनाले यसलाई औपचारिक रूपमा होइन अध्ययन गर्ने क्रममा अब विद्यावारिधि 2021को त्यसपछि पनि त्यसलाई अर्को खुसीको कुरा 2024मा चाहिँ हायर एजुकेसन समिट भनेर उच्च शिक्षा सम्मेलन भएको थियो युरोपमा इटलीमा त्यही युनिभर्सिटी अफ पाडोभामा मैले यही इन्टर स्पेसियल पर्सपेक्टिभबाट होइन
अन्तराध्यात्मिक दृष्टिकोणबाट चाहिँ प्रस्तुत गर्ने अवसर पाएको थिएँ। त्यसमा पनि मैले स्वाभाविक रूपमा अन्तराध्यात्मिक भनिसकेपछि मुख्य ध्यान चाहिँ मैले भगवत गीताको ज्ञानलाई नै दिएको थिएँ कि अब दिगो विकासको कुरा गर्न आउँदा हामीले विभिन्न अध्यात्म धर्म संस्कारभित्र रहेको यो क्लासिकल ज्ञानलाई पनि खोजौँ र त्यसले दिगो विकासले थप बुस्टअप गर्न सक्ला एउटा पाठ्यक्रम नै कोर्सै बनाउनेतिर लाग्नुपर्छ भन्ने प्रस्ताव आग्रह मैले त्यहाँ गरेको थिएँ। त्यसले पनि एउटा अनुभव र एउटा प्रेरणा दिएको अवस्था पक्कै हो र पछि ती कुराहरू यहाँ आए। अनि त्यसको लगत्तै चाइनाको एउटा युनिभर्सिटीमा पनि मैले यो अलिकति हार्मोनी एन्ड पिससँग इन्डो स्पिरिचुअल अप्रोचबाट नै त्यहाँको इस्ट चाइना युनिभर्सिटीले इन्भाइट गरेको थियो 23 सालमा। त्यति बेला पनि मैले अब हाम्रो पिस प्रोस्पेरिटी इक्वालिटी यो सबै आर्थिक विकासकै क्षेत्र हुन्, कसरी चाहिँ यो लक्ष्यलाई चाहिँ हाम्रो इन्डो स्पिरिचुअलिटी त्यसमाथि पनि गीता ज्ञानले अलिक बुस्टअप गर्छ भन्ने कुराहरू सेयर गर्न पाएको थिएँ। यही पृष्ठभूमिमा रहेर अनि मैले हेरेँ बढी अङ्ग्रेजी पढाउँछु अङ्ग्रेजी होइन, पछिल्लो समय काम गरिरहेको छ अब अलिकति कता कता है फरक जस्तो। अनि यो चिज कहाँ कतिपय लाग्छ यो के गरिरहेको छ अनि कहाँ कसरी अन्तर सम्बन्धित छ त भन्ने क्रममा यसलाई सिन्थेसाइज गर्ने क्रममा यो डायग्रामले चाहिँ मेरो रिसर्च प्र्याक्टिसेस अलिअलि यतातिर केन्द्रित छ भन्नु खोजेको हो। त्यस कारणले भगवत गीता नै केन्द्रित नै हो मैले जति सक्छु। त्यस कारण अभियान पनि जुन हजुरहरूलाई थाहै छ। एकातर्फ मैले इन्टर स्पिरिचुअलिटी स्टडिज मैले ग्लोबल हायर एजुकेसनमा पनि त्यो काम भनौँ न त्यो ध्यानाकर्षण गरिरहेको छु विभिन्न प्लेटफर्ममा कि अब उच्च शिक्षाले यो अन्तर्आध्यात्मिक चेतनालाई अलिकति एउटा डिसिप्लिनकै रूपमा विकास गर्नु आवश्यक छ है भन्ने त्यो दृष्टिकोणले मैले त्यता अलिकति गर्नु खोजिरहेको छु। अब सस्टेनेबिलिटी स्टडिज त अगाडिदेखिको यो जुन सेयरिङ गरेँ त्यसले पनि दर्शन भयो। अब हायर एजुकेसन हामी सबैको साझा भइहाल्यो है। अब दिगो विकास लक्ष्यको कुरा गर्दा यो युएन ग्लोबल गोल भएकोले यसलाई पुरा गर्न चाहिँ उच्च शिक्षा उच्च शैक्षिक संस्थाहरूको बढी नै भूमिका रहन्छ, नेतृत्वदायी भूमिका रहन्छ भन्ने नै हो। त्यस कारणले हाम्रो मुख्य फोकस चाहिँ विषय विधा जे भयो नि हामी सबै हायर एजुकेसन इन्स्टिट्युसन हायर एजुकेसनले सबैलाई जोड्छ। अनि त्यही रूपमा चाहिँ फेरि श्रीमद् भगवत गीता पनि यस्तै व्यापक छ कि योभन्दा बाहिर कुनै विषय व्यक्ति क्षेत्र सायद है फेरि वेल अब चाहिँ मुख्य विषय क्षेत्रतिर आइयो र अब दिगो विकासको रणनीतिक अध्ययनको लागि चाहिँ मैले भगवत गीतालाई केन्द्रमा राखिरहँदा के गरेँ भने त्यसका विभिन्न अध्यायबाट विभिन्न श्लोकहरूमा एकातिर देख्न सक्नुहुन्छ भगवत गीताको रेफरेन्सहरू छ भने अर्कोतर्फ चाहिँ सस्टेनेबल डेभलपमेन्ट गोल्सको होइन स्पेसिफाई गरिएको छ। त्यहाँदेखि त्यसले खोज्दै जाँदाखेरि अद्भुतै है जहाँ चाहिँ यो चिजले चाहिँ सस्टेनेबिलिटी बुस्टअप गर्छ भन्ने पाइयो। त्यसको आधारमा मैले सिम्पल इङ्ग्लिसमा यो कुनै एक्ज्याक्ट रेफरेन्सेस भन्दा नि मैले आफ्नै अनुभवको आधारमा सिम्पल वर्ड्सहरूमा ट्रान्सलेट गरेको त्यसको थिमलाई। सो यु क्यान सी द रेफरेन्सेस अफ दि भगवत गीता one hand, on the other hand the sustainable development goals. So it's very clear and obvious, right? And I have found that almost all the sustainable goals can be enhanced through the practice of the भगवत गीता। त्यो चाहिँ देखिन आएको छ। त्यस कारणले एउटा खुसी कुरो के हो भने हामीले हाम्रै संस्थाबाट यो चिजलाई इन्ट्रोड्युस गराउन पाउनु होइन। त्यसैले हाम्रो युजिसीको अध्यक्षहरूले नि भनिसक्नु भएको थियो नि त यो किन नेसनल यो आफैमा इन्टरनेसनल कन्फरेन्स यो ग्लोबल हो नि भने जस्तै एक्ज्याक्टली होइन। यसको कामले औचित्यले थिमले दिने कुरा हो। त्यस कारणले अफकोर्स है मलाई पनि आफ्नो झन् आफू आबद्ध संस्था है यत्रो विज्ञहरूको उपस्थितिमा यो चिज आफै महत्त्वपूर्ण त्यो फिल पनि भइरहँदा सो अफकोर्स है अब यसमा कति सकिन्छ तपाईँहरू पनि ध्यानाकर्षण अनुरोध गर्न चाहन्छु होइन। हेरौँ अध्ययन गरौँ तपाईँहरूको आफ्नो विषय विज्ञता अनुसार कुन चिज कसरी जोड्न सक्नुहुन्छ आउनुहोस् अगाडि बढौँ। सो यस मैले यसमा च्याप्टर
बिगिनिङ टु इन्डमा त्यसरी गएको छु है। जस्तै 2.4 मै हेर्नुभयो भने स्टिडफास्ट इन बोथ सरोज एन्ड ह्याप्पिनेस, सुख दुःखमा जुन समभाव रहने कुरादेखि लिएर हेर्नुहोस् त यो समभाव धेरै ठाउँमा छ। हेर्नुहोस् योग के हो भन्दा समत्वम योग इच्छते नै भनिरहेको छ, योगले डिफाइन गरिरहेको छ। त्यहाँदेखि धेरै जसो कन्फ्लिक्टहरू असवस्थाहरू भनेकै त्यो हायरार्की होइन, त्यो विभेद त्यसले ल्याएको हुन्छ क्या। समत्वमा रहने समभावको चिन्तन र अभ्यास गर्ने बित्तिकै पिस वेलबिङ यसै हुन्छ। त्यो समभावमा रहने चिन्तन र अभ्यासले व्यक्तिको आर्थिक समृद्धि पनि हुन्छ। हेर्नुहोस् है, समभावमा हेर्नुहोस् प्लिज। त्यस्तै तपाईँ दोस्रो हेर्नु भने एक्सप्लोरिङ अल्टिमेट ट्रुथ होइन, जुन सोलको दोस्रो अध्यायमा आत्मालाई चाहिँ जुन व्याख्या गर्छ त्यो इनहेरेन्ट, त्यो इनलाइटन, त्यो द सोर्स अफ लाइट भनेको त सोर्स अफ विजडम हो नि त। तपाईँ आत्माको खोजी गर्ने व्यक्ति होइन प्राज्ञिक ज्ञानको हिसाबले पछि पर्ला र पक्कै पनि पर्दैन है। त्यसैले क्वालिटी एजुकेसनको कुरा गर्दा त्यसले रेफरेन्स दिन्छ जस्तो लाग्छ होइन। सस्टेनेबल डेभलपमेन्टको अर्को तपाईँ 2.47-48 हेर्नु जानु भने एक्सन ओरिएन्टेड विथ एक्सेप्टेन्स अफ इन्डिभिजुअल, कर्मण्येवाधिकारस्ते जुन जुन भन्छ नि होइन। अब म माफी चाहन्छु, यो श्लोकहरू टन्न आउँथ्यो नि क्या मजा हुन्थ्यो क्या है। त्यो पनि होला, जहाँ इच्छा भने जस्तै लागिरहेको छु। हाम्रो अभियानले चलन क्लास र भाइ बहिनीहरू कति मजासँग श्लोकहरू भन्छौँ है। ठिक छ। त्यसैले हेर्नुहोस् त हाम्रो म्यानेजर डिन सरले सबै जोड्नु भएको थियो नि त, एजुकेसन डिन सरले जोड्नु भएको थियो। कर्म गर्ने नै कुरा, कर्म गरेपछि लाग्ने फल त है। त्यसरी त्यो चिन्तनले दर्शनले कोही कर्ममा लाग्छ भने होइन, अथवा त्यसरी लाग्ने व्यक्तिको हेर्नुहोस् त 3 नम्बरमा त्यसले कुन कुन सस्टेनेबल डेभलपमेन्ट गोललाई एन्हान्स गर्न सक्छ, पोभर्टी 0 अनि जो व्यक्ति कर्मयोगी छ ऊ गरिब रहन सक्छ यार होइन। अनि भोकको त कुरै छोडिदिनु, भोकले मर्ला कर्म नगरेर त हो नि। हेर्नुहोस् त त्यस्तै हेर्नुहोस् त डिसेन्ट वर्क एन्ड इकोनोमिक ग्रोथमा तपाईँको क्षमता अनुसारको स्वाभाविक कर्मको कुरा होइन, आर्थिक वृद्धिको कुरा, त्यस्तै क्वालिटी एजुकेसनको कुरा। हाम्रो विद्यार्थी मेहनत, तपाईँ हामी मेहनत गरेरै त अथवा मेहनत गरे लट्स अफ थिङ्स है। त्यस्तै अर्को रेफरेन्स हेर्नु भयो भने एभ्रिवान वर्क्स बाई हिज अर नेचर। कर्म कसरी हुन्छ भन्दा व्यक्ति गुण स्वभाव अनुसार पक्कै पनि है। अनि एचिभमेन्ट बाई एक्सन, जे उपलब्धि हुन्छ त्यो गुण कर्म, गुण स्वभावले कर्म हुन्छ, कर्मले त्यसको फल स्वाभाविक लाग्छ भन्ने सन्दर्भ। अब यो सन्दर्भमा नम्बर 4 मा हेर्नुहोस् त वर्क एन्ड इकोनोमिक ग्रोथ। अब जेन्डर इक्वालिटीले पनि हामी हेर्न सक्छौँ, किन त गुण स्वभावको कर्म भनेपछि त्यो त त्यसले इक्वालिटी यसै ल्याइदिन्छ त्यहाँ होइन। कुनै डोमिनेसन डिस्क्रिमिनेसन त्यो विवेकको कुरै त्यहाँ रहँदैन। हेर्नुहोस् चाहे पुरुष होस् महिला होस्, उसँग जस्तो जे गुण स्वभाव छ त्यही अनुसारको कर्म हुने भयो हुनाले त्यहाँ पुरुष महिला केही भन्नै परेन। अनि अर्को तपाईँको रिड्युस इनइक्वालिटी, कुनै पनि तहमा काहीँ पनि त्यो इनइक्वालिटी चाहिँ होइन विभेद हुने भयो, किन कर्म अनुसार उसले कर्म जे छ स्वभाविक छ त्यो अनुसारको कर्म गर्छ, कर्म अनुसार फल पाउँछ त्यहाँ इट्स छ। अब त्यस्तै अरू हेर्नुहोस् त रेस्पोन्सिबल कन्जम्सन एन्ड प्रडक्सन, कसले कति खपत गर्छ, कति कस्तो उत्पादन गर्छ भन्ने चिज पनि उसको गुण स्वभाव कर्म। त्यसैले हेर्दा सिम्पल, तर मतलब यो त एन्सियन्ट र ग्लोबली एक्सेप्टेड स्क्रिप्चर हो नि त। यो डिप रुटेड नलेज हो होइन, गहिरो ज्ञान सबैले सर्व स्वीकार विश्वमा स्थान। त्यहाँदेखि यो चिजलाई हामीले आदर्श मानेर अगाडि सबै बढ्न सक्दा त केही न केही कन्ट्रिब्युट गर्छ भन्ने हो। अब यस्तो रेफरेन्सहरू त अन्त पनि हुन्छ नि, कमन सेन्स नलेज नै हो, तर इट क्यान ब्रिङ पिपुल एन्ड कम्युनिटिज टुगेदर एन्ड टु स्ट्रिमलाइन भन्नु खोजेको मात्रै सायद। त्यस्तै फिफ्थ एक्ट फर प्रोस्पेरिटी 3:10 ले होइन, तपाईँ उन्नति गर्ने हो भने कर्म गर्नै पर्छ भने त्यसरी भनेको छ। अफकोर्स इन्डस्ट्री इनोभेसन जस्तै कुराहरू छ। त्यस्तै हेर्नुहोस् त मेनिफेस्टेसन लर्ड कृष्ण है, भगवान् श्रीकृष्णको त्यहाँ चाहिँ विभिन्न ग्रुप्सहरूको कुराहरू, प्रोटेक्सन अफ अल क्रिएचर चाहिँ साधु सन्तहरूको रक्षाको कुराहरू त्यो छ नि। त्यो भने कि यो चिजले त हामीमा आफ्नो क्षमताको प्रस्फुटन गर्ने कुरा, अनि न्यायको लागि चाहिँ सबै क्रिएचरको प्रवर्धन गर्ने कुरा। जब हामी न्यायको लागि लड्छौँ नि
द सेन्स फाइटिङ फर जस्टिस क्यान इम्पावर एभ्री वान। त्यस कारण त्यो इम्पावरमेन्टले त्यो सशक्तिकरणले चाहिँ सबै गोलहरूलाई इन्हान्स गर्न सक्छ है, वृद्धि गराउन सक्छ भन्ने। त्यसै अर्को तपाईँ 4.4 अध्यायको 13औं श्लोकमा हेर्नु भने पिपुल क्लासिफाइड, जुन चतुर्माया माया सृष्टि आदि चाहिँ भनेको छ। कतिपय फेरि अलि अपभ्रंश छ, सही रूपमा बुझिएको होइन, बुझाइएको पनि छैन है। यो गुण स्वभावले हो कि चारवटा भने कुनै बाहुन क्षेत्रीय यसरी त्यो जातीय विभेदतिर है, त्यो त पुरै त्यस्तो हुनै होइन, त्यो विज्ञानसम्मको कुरा हो। तर समाजमा कतिपय रूपमा त्यो अलि अपभ्रंश त्यसै नै भन्दैछ। यसरी जाने बित्तिकै हेर्नुहोस् त है, व्यक्तिको विभाजन गुण स्वभावले हुने र गुण स्वभावले कर्म हुने जुन कुरा छ, त्यसले त जेन्डर इक्वालिटी अरू प्रकार सबै प्रकारको इनइक्वालिटीलाई घटाउने कुरा है, अनि क्षमता अनुसारका डिसिजन वर्कको कुरा, रेसनको सो अल दोज थिङ्स। त्यस्तै अन्त हेर्नु भयो नम्बर 8 मा 4.9, सो नलेज इज गेन थ्रु डिभोसन व्हिच इज द सोर्स अफ श्रद्धा वल्लभते ज्ञानम भनेको चाहिँ हेर्नु त, जेमा हामी श्रद्धा राख्छौँ नि त्यो श्रद्धा नै ज्ञानको स्रोत हो नि। हामीले सिक्न जान्न चाहेको कुरा जहाँ तन्मन एकदम श्रद्धा छ त्यो नसिकी है, अनि ज्ञानको लागि त योभन्दा अरू क्वालिफिकेसन त्यहीबाट आउने हो त है। अनि त्यसै त्यो श्रद्धा भएर पाइने ज्ञानले दिने शान्ति अरू केले देला? हेर्नुहोस् त प्लिज। त्यसो भने यो त जति खुसी त्यति छ, यिनै कुराहरू अब कति खोज्ने भन्नुहोस् त। ओके होइन, अब यहाँ धेरै नै छन् है, हजुरहरूलाई यसको औचित्य थाहै छ। त्यस कारणले मैले गर्न खोजेको आग्रह के भने ल यहाँनिर चाहिँ कृपया तपाईँहरू सामु आग्रह चाहिँ कति सकिन्छ सामूहिक रूपमा यता जाउँ के कन्क्लुजन रेकमेन्डेसन। यो कलेक्टिभ हो नि त है, यो कुनै यो त कलेक्टिभ ड्युटी हो, रिस्पोन्सिबिलिटी हो। त्यसैले अब के आग्रह गर्न खोजेको भने त्यसैले व्यक्तिगत रूपमा अब कति सकिन्छ गरिराखिएछ, गरिएला एउटा पार्ट हो यो। अब कलेक्टिभ इन्स्टिट्युसनल यो सबै चाहिन्छ। त्यसैले युनिभर्सिटी युज द गीता एज अ सोर्स बुक फर सस्टेनेबिलिटी, मेरो एकदमै आग्रह प्रत्येक युनिभर्सिटीलाई। अहिले मैले यसो हेर्दा रुट जस्तो अलिकति असभ्य जस्तो पनि कति बेला लाग्न सक्ला। हाम्रो युनिभर्सिटी चेयरपर्सनलाई मैले प्रश्न अब के भन्छ होइन, पछि समय मिल्दैन, उहाँ वक्ता भएको त्यतिलाई होइन, उहाँ वक्ता हुनुहुन्थ्यो त्यति बेला गर्ने म धैर्य गर्दैन होइन। सुन्नु न, उहाँले त्यही त नि गर्नुपर्छ आवश्यक अनुसार, त्यो टाइम होइन, टाइम हुन्छ। अब हो कन्टेक्स्ट हुनु पऱ्यो नि। अब हामी मान्छे अनुसन्धान गरेपछि त्यसको पोलिसीमा इन्फ्लुएन्स हुनु पऱ्यो भन्ने गरिएको नि छ नि त। गरिएको कामको रेकग्नाइजिङ होइन, खोज्नु पनि निकाय हुनु पर्ला, खोज्नु पनि पर्ला, नखोज्दा झस्काउनु पर्ला होइन। अब दिगो विकासमा हामीले जति गरे पनि यसलाई युनिभर्सिटी युजिसीले अलिकति प्रायोरिटीमा होइन राखेन भने त हुँदैन नि त। त्यस कारणले मैले ध्यानाकर्षण पत्र बुझाएको पनि थिएँ। अब यसलाई इम्प्लिमेन्ट गर्ने प्रोग्राम ल्याउने के हो, ठिक छ, रिसर्च प्रायोरिटीमा राखेको छ युनिभर्सिटीले, हामी देखाएको छ ठिक। अब रिसर्चमा फन्डिङ नै गर्ला, तर त्यतिको मात्रै हुनेवाला छैन कि हुन्छ होइन। फेरि युनिभर्सिटी युजिसीले प्रोग्रामहरूप्रति ल्यायो भने त फन्डिङ पनि त आउँछ नि त, त्यहाँ पनि त डोनेट है, त्यति गएको छैन। त्यसको ध्यानाकर्षण गरेर आउँदा उनीहरूले यसो उहाँ सरले एड्रेस गरेर आउँदा त्यो कुरा नि कतै झल्काउनु हुन्छ कि भन्ने लागेको थियो। नआएपछि ध्यानाकर्षण गरेर यस्तै यहाँ चाहिँ अब हामी एज अ फ्याकल्टी है, युनिभर्सिटी अथोरिटी त यहाँ हुनु न, चिफ सर चाहिँ हुनुहुन्छ है। अब अफकोर्स त्यहाँलाई यो भगवद् गीतालाई चाहिँ युनिभर्सिटी यो सस्टेनेबिलिटी स्टडिजको एउटा रिसोर्सको रूपमा चाहिँ लियोस् भन्ने आग्रह क्याम्पसमा अर्को या एकाडेमिक्स। तपाईँ हामी यस नाउ एज स्कलर्स है, हामी एकाडेमिक्स हौँ। तपाईँ हाम्रो काम कुन कसले कुन विषयबाट कति सक्छन् जोडौँ न है। त्यहाँदेखि यो वाइडरै छ नि त भगवद् गीताको बारेमा। तपाईँ विभिन्न डिसिप्लिनरीबाट पनि स्टडी भएको छ, हजुरलाई थाहै छ है। त्यसैले कति हुन्छ है, खोजौँ भन्ने कुरा। त्यहाँदेखि यो अर्थात् अर्को आग्रह कमसेकम नभए इन्डिभिजुअली त्यो नभए नि त्यतिसम्म गराउँछ। लेट्स एक्ट लाइक अर्जुन, हामी अर्जुन जस्तो भएर
कर्मयोगी त छँदैछौँ, त्यस कारणले यहाँ आएका हौँ होइन। आजको भेटघाट पनि कर्मयोगी नभएको भए सायद त्यस कारणले अझै बढौँ न होइन, अझै बढौँ भन्ने हो। र लास्टमा चाहिँ फेरि हजुरलाई थाहै छ, थाहा नभए मैले अनुरोध गरेँ यही चिजलाई इन्फर्मल्ली भन्ने कि होइन सोसल्ली हामीले प्रमोट गर्नलाई गीता सरलाई क्याम्पेन भनेर जीवनको लागि गीता ज्ञान भनेर पनि एउटा प्रयास गरिरहेछौँ। हुने नै 2 वर्ष समय हुँदा इभेन्टसम्मको सहकार्यमा हामीले वेबिनारहरू चलाउन सकेका छौँ। अब यो 15 अप्रिलमा पनि नेपालबाटै प्रस्ताव भएर